खपत बढ्ने समयमा नेपाल ओइल निगमले खाना पकाउने एलपी ग्यास आयातमा 40% कटौती गरेको छ। ग्यासको आयातमा गरेको कटौतीले बजारमा ग्यासको अभाव देखिने सम्भावना बढेको व्यापारीहरू बताउँछन्। कार्तिकदेखि बजारमा ग्यास खपत सामान्य दिनको तुलनामा 20 देखि 30% सम्मले बढ्ने गरेको छ। यही बेला आयात कटौती गर्दा बजारमा ग्यास अभाव हुने सम्भावना बढेको छ। निगमले 3 महिनादेखि नै लगातार आयात घटाउँदै डिसेम्बरमा 40% सम्म कटौती गरेको ग्यास उद्योगीहरूले बताएका छन्। नेपालमा मासिक 20 देखि 22,000 मेट्रिक टन ग्यास खपत हुन्छ। नेपालमा हरेक वर्ष बसाइसराई, जनसंख्या वृद्धि, लोड शेडिङ, दाउराको घट्दो प्रयोग लगायतका कारण ग्यास खपत बढ़िरहेको छ। एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले वार्षिक 12 देखि 17% हाराहारीमा ग्यासको माग बढे पनि सरकारले 3 वर्ष अघि निर्धारण गरेको ग्यास आयात व्यवस्था अनुसार आपूर्ति नभएको बताउनुभयो। सरकारले वर्षेनी बढाएर आयात गर्नुको साटो 3 वर्ष अघिको व्यवस्थामा समेत 40%ले कटौती गरेकाले आपूर्तिलाई तत्काल सहज नबनाए पुस र मागमा ग्यासको समस्या बढ्ने संघको दाबी छ। संघका अनुसार विगत केही वर्षदेखि 42% का दरले ग्यासको माग बढ़िरहेको छ। जाडोमा अत्याधिक माग बढ्ने भएका कारण आपूर्ति सहज बनाउन संघले माग गरेको छ। निगमका आपूर्ति तथा वितरण विभाग प्रमुख सुशील भट्टराईले चिसो बढ्दा विश्वभर नै ग्यासको माग बढ्ने भएकाले नेपालमा पनि असर परे पनि यसै सातादेखि सहज आपूर्ति हुने दावी गर्नुभयो। विगत केही समयदेखि आयात कम भए पनि सोमबारदेखि 42 ट्याङ्कर लोड भएकाले बजारमा अभाव नहुने निगमको भनाइ छ।